हेलो गाइस, नमस्ते। यहाँ सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले तपाईहरु समक्ष एउटा भिडियो लिएर आएको छु। यो जुन म अहिले बसिरहेको जुन ठाउँ छ, यो ठाउँ चाहिँ एउटा खानी रहेछ। पहिला त थाहा थिएन। पहिला म यहाँ आएर भिडियोहरु बनाउने, यहाँ आएर चाहिँ नि मैले फोटोहरु खिच्ने गर्थेँ। तर यो विशेष ठाउँ चाहिँ खानी रहेछ र युनेस्को हेरिटेज अन्तर्गत पर्ने यो ठाउँ रहेछ। जुन अहिले म ठाउँकै अगाडि बसेर यसरी बसेर भिडियो बनाउँदैछु र यो ठाउँ पनि देखाउँछु म हजुरहरूलाई। थाहा थिएन जिप्सम भन्ने एउटा धातु नै हो हैन। त्यो धातुको खानी चाहिँ यहाँ रहेछ र अस्तितिर चाहिँ बोर्ड थिएन। यहाँ अस्तितिर बोर्ड थिएन, अहिले चाहिँ यो बोर्ड पनि राखिदिएको छ। यो बोर्डमा के लेखिएको छ भन्ने कुरा पनि म तपाईहरुले देखाउँछु। र साइप्रसको यो भूभागमा चाहिँ यो किसिमको खानी रहेछ। हामी नजिकै छौं के, यो खानीबाट चाहिँ हामी नजिकै छौं र यो खानी अहिले ओडार भएको छ हैन। पहिला अब कसैले खनजोत गरे होला र अहिले चाहिँ यो खानीलाई छुन पनि मिल्दैन है। अहिले चाहिँ यहाँ खन्नलाई चाहिँ बन्देज लगाइदिएको छ, एकदमै बन्देज लगाइदिएको छ। यो खानी एकदम खानीको भण्डार रहेछ। यो जिप्सम सम्भवतः यहाँतिर पनि छ कि टल्ल टल्किरहेको छ हैन। एकदम खानीकै ठाउँ रहेछ यो चाहिँ। अब यो के लेखिरहेको छ, के लेखिएको रहेछ भन्ने कुरा म यहाँको सिक्रेट भाषा र यो इङ्ग्लिस भाषामा लेखिएको छ, त्यो कुरा तपाईहरु समक्ष देखाउँदैछु र यहाँको समग्र स्वरूप यहाँहरुले देखाउँदैछु। यो हो जिप्समको भण्डार गाइस, जिप्समको भण्डार। लेट्स वाच। र गाइस, म चाहिँ अहिले त्यो कुनामा जाँदैछु। यो कुनामा ठ्याक्कै यो जहाँ जिप्समको खानी छ, यो खानी भित्र आएको छु म चाहिँ। यहाँहरुले देखाउनकै लागि भनेर आइरहेको छु। हेर्नुस् यहाँ खानी भित्र छु आज चाहिँ म। वाउ, खानी भन्ने यस्तो छ। तर यो उत्खनन चाहिँ भएको छैन र यो खानी भित्र आएर यहाँ म भिडियो खिच्दैछु। प्रमाणहरु हेरिसक्नुभयो है। यो चाहिँ खानीको एरिया हो जुन अहिले यता देखिरहेको चाहिँ ठ्याक्कै खानी, जिप्समको खानी रहेछ र युनेस्कोले एकदम भेरिफाइड गरिदिसकेको छ। युनेस्कोको हेरिटेज साइटमा पनि हामीले प्राप्त गर्न सक्छौं यो ठाउँलाई, जुन म अहिले उभिरहेको छ। र यस्तै नयाँ भिडियोहरु हेर्न चाहनुहुन्छ भने गाइज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बस्नु होला र भिडियो हेरिदिनु भएकोमा धन्यवाद।
र यो ठाउँ यस्तो छ, तर यो खानी हो, एकदम महँगो चिजको खानी हो। र गाइज, र किप वाचिङ र सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहोस् है त। क्यामेराको सेटअप हो यो चाहिँ मेरो, क्याननको क्यामेरा छ र यही क्यामेराले खिच्दैछु म। यो जिप्समको ठाउँ रहेछ यहाँ चाहिँ होइन, जिप्समको यो खानी, यो उत्खनन केन्द्र चाहिँ नभनौँ होइन, खानी चाहिँ यो जिप्समको खानी रहेछ। र आजको यो मेरो सेटअप क्याननको क्यामेराबाट खिचेको छु गाइज है। र यो भ्लग चाहिँ युट्युबमा हाल्दैछु, युट्युबमा हेर्नु होला। र यहाँ सबैलाई धन्यवाद छ मलाई सपोर्ट गरिदिनु भएकोमा। थ्याङ्क यू फर वाचिङ गाइज है।